मसी तथा नमस्कार। आज म पवित्र बाइबलको विषयमा केही कुरा भन्न गइरहेको छु। यो च्याप्टर छ अन्त्यका दिनका चिन्हहरूको विषयमा, जुन मत्तीको 24 अध्यायमा लेखिएका, मत्ती 24 अध्यायमा लेखिएको, यानि कि प्रभु येशू ख्रीष्ट चाहिँ एकान्तमा हुँदाखेरि जब चेलाहरू आएर चाहिँ प्रभु येशूलाई सोद्धाखेरि चाहिँ अन्त्यमा के हुनेछन् त भनेर भन्दाखेरि चाहिँ यहाँ चाहिँ प्रभु येशू ख्रीष्टले चाहिँ चेलालाई उहाँ स्वयंले भन्नुभएको घटना चाहिँ आज यस पुस्तक यानि कि यो बाइबलमा चाहिँ लेखिएको छ। अध्याय मत्ती 24मा साँच्चै अध्याय मत्ती 24मा के लेखिएको छ म यहाँ पहिला पुस्तकमा पढेर मात्रै तपाईहरूलाई म भन्न चाहन्छु। पहिलो कुरो छ यहाँ अध्याय 24मा यहाँ भनेको छ अन्त्यका दिनका चिन्हहरू। मत्ती 24 अध्याय। त्यसपछि येशू मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए। के भयो त यहाँ भन्दाखेरि तपाईँको जब चाहिँ येशू ख्रीष्ट चाहिँ मन्दिरबाट निस्केर जान लाग्नु हुँदै थियो, तब चेलाहरू चाहिँ उहाँ कहाँ आएर के भनिरहेका छन् त, ती भवनहरू देखाउँदै भनिरहेका छन् कि चेलाहरूले है उहाँको नजिक आए। चेलाहरू चाहिँ उहाँको नजिक आए, तर उहाँले तिनीहरूलाई भन्नुभयो। अब यहाँ चाहिँ के भनिएको छ, जब कि येशू ख्रीष्ट चाहिँ मन्दिरमा बसिरहनु भएको थियो, त्यसपछि येशू मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँका मन्दिरका भवनहरू देखाउन भनी उहाँका नजिक आए। तर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले यो सब देख्छौ होइन त? साँच्चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहने छैन, प्रत्येक भत्काएर फालिनेछ। एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहने छैन कि सबै भत्काएर फालिनेछ। यो चाहिँ प्रभु येशू ख्रीष्टले आजभन्दा धेरै वर्ष पहिले उहाँ पृथ्वीमा आउँदाखेरि उहाँसँग भएका चेलाहरूलाई चाहिँ भन्नुभएको थियो। त्यसै गरेर यहाँ अर्को कुरो भनिएको छ, येशू जैतुन डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँ कहाँ आएर सोधे, हामीलाई भन्नुहोस् यी कुरा कहिले हुनेछन् र तपाईँको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ? जब चेलाहरू चाहिँ येशू ख्रीष्टबाट आए र चेलाहरूले चाहिँ येशू ख्रीष्टलाई सोधे, हामीलाई भन्नुहोस् तपाईँको अन्त्यको दिनको चिन्ह चाहिँ के हुनेछ त? अब प्रभुले यहाँ भन्दै हुनुहुन्छ, यहाँ बोल्नु भइरहेको छ। प्रभु येशूले चाहिँ यहाँ बोल्नुभयो। अब यहाँ भन्नुभएको छ, हेर्नुहोस् है त के भन्नुभएको छ प्रभु येशू ख्रीष्टले भने यहाँ के भन्दै हुनुहुन्छ, यो 4मा मत्तीको 4मा भने, तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो। यो मत्ती अध्याय 24को 4 पदमा चाहिँ यहाँ तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, होसियार रह, कसैले तिमीहरूलाई भ्रममा नपारोस्, किनभने धेरैजना मेरो नाउँमा म ख्रीष्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बकाउनेछन्। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ, नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यति नै बेला हुँदैनन्। किनभने जातिको विरोधमा जाति, राज्यको विरोधमा राज्य उठ्नेछ र ठाउँ ठाउँमा अनिकाल र भूकम्प हुनेछन्। ठाउँ ठाउँमा अनिकाल र भूकम्प हुनेछन्, तर यी त संरचनाको सुरु मात्र हो भनेर यहाँ प्रभुले भन्नुभएको छ। अब अर्को पदमा हामी हेर्छौँ भने, तब तिनीहरूले तिमीहरूलाई सङ्कटको लागि सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन् र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। तब धेरैजना भड्केर जानेछन् र ठेस खानेछन् र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछन् र घृणा गर्नेछन्। धेरै झुटा अगमवक्ताहरू खडा हुनेछन् र धेरैलाई बकाउनेछन्। दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ, तर आखिरसम्म स्थिर रहने चाहिँ बचाइनेछ। अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गुहाईको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। म सर्र एकचोटि पढ्दछु यो सबै वचन, अनि तपाईँहरूलाई म फेरि बताउँदछु।
यसकारण जब तिमीहरूले दानियल अगमवक्ता बोलिएको विनाशकारी घृणित थोक पवित्र स्थानमा खडा भएको देखाउला पाठकले बुझोस्, तब यहुदियामा हुनेहरू पहाडहरूतिर भागुन्, कोसीमा हुनेहरू आफ्ना घरमा भएका सामान निकाल्नलाई तल नझरुन्, खेतबारीमा हुने आफ्नो खास्टो लिन फर्की नआउन्। आए गर्भवतीहरू र दुध खुवाउनेहरूलाई ती दिनमा तर युद्धमा वा शपथमा तिमीहरूलाई भाग्न नपरोस् भनी प्रार्थना गरे, किनकि त्यस बेला यस्तो महासङ्कट हुनेछ जो जगतको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ। ती दिन नघटाइएका भए कोही मानिस बाँच्न सक्ने थिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्। तब तिमीहरूलाई कसैले हेर क्रिस यहाँ छन् कि त्यहाँ छन् भने विश्वास नगर, किनकि झुट्टा ख्रीष्टहरू र झुट्टा अगमवक्ताहरू खडा हुनेछन् र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठुला ठुला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्। याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु। यदि तिमीहरूले तिमीहरूलाई हेर उनी उजाड स्थानमा छन् भनी भन्छन् भने बाहिर निस्केर नजाऊ, अनि हेर उनी भित्री कोठाहरूमा छन् भने पनि विश्वास नगर, किनकि जसरी बिजुली पूर्वबाट चम्कदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। जहाँ सिनो हुन्छ त्यहाँ गिद्धहरू पनि जम्मा हुन्छन्। ती सङ्कटको दिनको तुरुन्तै पछि सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो चमक दिने छैन, ताराहरू आकाशबाट खस्नेछन् तथा आकाशका शक्तिहरू हल्लाइनेछन्। तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन् र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठुलो महिमा साथ आइरहेको देख्नेछन्। उसले आफ्नो स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजको साथ पठाउनेछ र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्। तर अन्जिरको रुखबाट एउटा शिक्षा ल्याऊ, तब त्यस हाँगा कलिला छुन्छन् र रुखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउनेछौ। त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै ढोकामै छ भनी जान। साँच्चै म तिमीहरूलाई भन्दछु कि यी सबै कुरा नहोउन्जेल यो पुस्ता बितेर जाने छैन। स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जाने छैनन्। तर त्यस दिन र घडीको विषयमा पिता बाहेक कसैले जान्दैनन्, न त स्वर्गका दूतहरूले न त पुत्रले। मानिसको पुत्रको आगमन नुहाको दिनहरू जस्तै हुनेछन्, किनकि जसरी जलप्रलय भन्दा अगाडि नुहा जहाजभित्र पस्ने दिनसम्म मानिसहरू खाइरहेका पिइरहेका बिउबारी गरिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरूलाई सबैलाई स्वात्तै बगाए नलगेसम्म तिनीहरूले थाहा पाएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। त्यस बेला 2 जना खेतबारीमा हुनेछन्, 1 जना लगिनेछ, अर्को छोडिनेछ। 2 स्त्रीहरू जाँतो पिँधिरहेको हुनेछन्, एउटी लगिनेछ, अर्को छोडिनेछ। यसकारण जागर रह, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ सो तिमीहरूले जान्दैनौ। तर यो जान कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए ऊ जागा रहने थियो र आफ्नो घर फोड्न दिने थिएन। यसकारण तिमीहरू पनि तयार रह, किनकि मानिसको पुत्र तिमीहरूले नचित्याएको बेलामा आउनेछ। विश्वासी र बुद्धिमान नोकर को हो, जसलाई त्यसको मालिकले आफ्ना परिवारका चाकरहरूलाई ठिक समयमा खान दियोस् भनी खटाइएको हुन्छ। त्यो नोकर धन्य हो, जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेटाउनेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, मालिकले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि जिम्मेवारी नियुक्त गर्नेछ। तर यदि त्यस दुष्ट नोकरले मेरो मालिक बिलालो गर्छन् भनी मनमा ठानी आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्न र मतवालाहरूसँग खान र पिउन लायो भने त्यस नोकरको मालिक त्यसले नचित्याएको दिन र नजानेको घडीमा आइपुग्नेछ, अनि मालिकले त्यसलाई कठोर दण्ड दिनेछ र त्यसलाई पाखण्डीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्।
साँच्चै नै आज बाइबलको यो मत्ती 24 अध्यायमा लेखिएका कुराहरू चाहिँ धेरै पुरा हुँदै गइरहेको चाहिँ हामी देख्न सक्छौँ। किनभने आज चाहिँ बाइबल मत्ती पुस्तकमा चाहिँ प्रभुले भन्नुभएको यो आजभन्दा धेरै वर्ष पहिलेको कुरा हो। यी चाहिँ हामी त जन्मेका पनि थिएनौँ। यो भन्नुभएको प्रभु येशू ख्रीष्टले भन्नुभएको हो। उहाँ प्रभु येशू ख्रीष्ट चाहिँ जब इजरायलमा आउनुभएको थियो, जब उहाँ चाहिँ सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो, जब उहाँ चाहिँ एउटा मन्दिरमा जानुभएको थियो, त्यतिखेर चाहिँ एकान्त कुनामा उहाँ बसिरहनु भएको थियो र चेलाहरू चाहिँ उहाँ एकान्तमा बसिरहनु भएको बेला चेलाहरू चाहिँ त्यहाँ आएर भने गुरुज्यू भनेर चाहिँ त्यहाँ चाहिँ चेलाहरूले सोधेका छन् र चेलाहरूले सोधिसकेपछि त्यहाँ येशू ख्रीष्टले भन्दै हुनुहुन्छ कि अन्तिमका दिनमा चाहिँ के हुनेछ, होइन, तपाईँको आगमनमा चाहिँ के हुनेछन्। अब चेलाहरूलाई खुल्दुली भयो, खुल्दुली भइसक्यो, उनीहरूले सोधे गुरुज्यू यो अन्तिमको दिनमा चाहिँ के हुनेछन् त पृथ्वीमा, अनि अन्तिम दिनमा चाहिँ तपाईँ कसरी आउनुहुनेछ त भनेर त्यहाँ चेलाहरूले चाहिँ सोधिसकेका छन्। अनि प्रभु येशू ख्रीष्टले जवाफ दिनुभएको छ। दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बुवाहरू, ब्रदर सिस्टरहरू सबैलाई म के भन्न चाहन्छु भने यो मत्ती 24मा लेखेको कुरो प्रभुले भन्नुभएको छ, मेरा वचन कहिले पनि बित्ने छैन, तर स्वर्ग र पृथ्वी बितेर जाला तर मेरा वचन कहिले बित्ने छैन भनेर प्रभु येशू ख्रीष्टले भन्नुभएको छ। यो चाहिँ पवित्र बाइबल धर्मशास्त्र जुन ईश्वरीय बाणी जुन चाहिँ परमेश्वरले दिनुभएको वचन छ, यो चाहिँ सही नै छ। यो चाहिँ कहिले पनि बितेर जाँदैन र यसमा भनेका कुराहरू चाहिँ पुरा हुँदै 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 गइरहेको छ। अहिले आज हामी देख्दछौँ भने तपाईँ हाम्रै माझमा चाहिँ आज यो देखा पर्न थालिसकेको छ। तपाईँ हाम्रै माझमा हाम्रै आँखाले देख्न थालिसकेका छन्। यसमा झुट के गलत के भन्ने कुरो हुँदैन, किनभने यसमा झुट होइन, यो सत्य छ। प्रभुले बोल्नुभएका वचन सत्य छ। यसले गर्दा आज हामी के भन्न चाहन्छौँ भने र यो बाइबलले चाहिँ के भन्न गइरहेको छ भने प्रभु येशू ख्रीष्टले के भन्न गइरहनु भएको छ भने परमेश्वरले के भन्नुभएको छ, संसारको सृष्टि गर्नुहुने ईश्वरले चाहिँ के भन्न गइरहनु भएको छ भने उहाँले चाहिँ हामीलाई चाहिँ होसियारपूर्वक रहनको लागि भन्नुभएको छ। हामीलाई चाहिँ उहाँले उहाँको आउने दिनको लागि तयार हुनको लागि भन्नुभएको छ। अनि हामी आज हेर्छौँ भने आज पृथ्वीमा संसारभरि नै धेरै खतराका कुराहरू हामी सुन्छौँ। हेर्नुहोस् है, हामी भूकम्पका त्यस्तै कुराहरू सुनिरहेका छौँ, होइन, बाढी पहिरो त्यत्तिकै गइरहेका छन्, बाढी सम्बन्धी यो प्रकोपहरूदेखि लिएर होइन यो कति कुराहरू भइरहेको छ। आगो लागिका घटनाहरू पनि त्यत्तिकै भइरहेको छ। अस्ति भर्खर अमेरिकामा त्यत्रो एन्जेल्स भन्ने ठाउँमा चाहिँ आगो लागेर चाहिँ त्यत्रो घरहरू चाहिँ नष्ट भएका छन्, होइन। भनेपछि यस्ता घटनाहरू चाहिँ प्रभुले यहाँ पहिल्यै बताइदिइसक्नु भएको छ। म आउनुभन्दा पहिले चाहिँ यो हुनेछ, ठाउँ ठाउँमा अनिकाल हुनेछ, भूकम्प आउनेछ, युद्धहरू हुनेछ, महामारी हुनेछ, होइन, समस्याहरू बढ्नेछ, व्यापार व्यवसाय घट्नेछ, मानिसको समस्याहरू बढ्नेछ, मानिसहरू रुने चिच्याउने जस्ता बन्नेछन्, होइन। यस्ता कुराहरू चाहिँ यहाँ प्रभुले भन्नुभएको छ कि काहीँ नहोला, काहीँ होला, काहीँ ठिक्कको लेभलमा होला, काहीँ धेरै लेभलमा होला, काहीँ चाहिँ कम लेभलमा होला, अथवा काहीँ चाहिँ बढी लेभलमा नि होला। कोही एकदमै धनी पैसावाला भएका होला, तिनीहरूलाई पनि समस्या आइपरिरहेको हुन्छ। कोही एकदम निज अवस्थामा होला, तिनीहरूलाई नि समस्या आइपरिरहेको हुन्छ। कोही नर्मलमा होला, तिनीहरूलाई नि समस्या आउँछ। किनभने यो पृथ्वीमा यो संसारमा कसैलाई पनि शान्ति चाहिँ छैन है। किनभने कसैलाई के को चिन्ता छ, कसैलाई के को छ। छोराछोरी हुनेलाई छोराछोरीको चिन्ता छ, छोराछोरी हुनेलाई छोराछोरीको चिन्ता छ, छोराछोरी नहुनेलाई केही कुराको के सिकौँ कसो गरौँ भन्नेको चिन्ता छ। पढे लेखिरहेका भाइ बहिनीहरूले म यो पढेर कसरी पास हुँ भन्नेको चिन्ता हुन्छ, होइन। त्यसै गरेर म के बनौँ, भविष्यमा के गरौँ, होइन, कुन तरिकाले गरौँ, के जागिर खाऊँ, होइन, के बिजनेस गरौँ भन्ने सोच हुन्छ। त्यसै गरेर यो पृथ्वीमा जति पनि मानिसहरू छन् र तिनीहरूले सबैले चाहिँ सबैको जिन्दगीमा अनि कि सबैको अवस्थामा चाहिँ समस्याहरू चाहिँ आइपरिरहेको हुन्छ। कसैलाई धेरै, कसैलाई थोरै आइपरिरहेको हुन्छ। त्यसै गर्दा म यहाँ के भन्नु गइरहेको छु भने चाहिँ आज संसारमा चाहिँ कसैलाई पनि शान्ति छैन। यहाँ प्रभुले त भन्नुभएको छ, तिमीहरूले अनन्त जीवन पाउँछौ, तिमीहरूले मुक्ति पाउँछौ, तिमीहरूले पापको क्षमा पाउँछौ, तिमीहरूले अनन्त आशिष पाउँछौ, हरेक कुरा भन्नुभएको छ। तर त्यसको लागि हामी आफै तयार छौँ कि छैनौँ भन्ने कुरो मात्रै हुन्छ। यसको भन्नु खोज्नुभएको उहाँले हामीले एकदमै उहाँलाई विश्वास गर्न साथ हामीले प्रशस्त आशिष पाउने होइन।
हामी विश्वास गरिसकेपछि हाम्रो हरेक कुराहरू उहाँले कोट्याउँदै सफा गर्दै लाने कुरा हुन्छ। त्यसपछि आएर आशिष भनेको कुरो भनेको हामी आफै परिवर्तन भएर ल्याउने कुरो हो। किनभने उहाँले आशिष पृथ्वीमा दिइसक्नु भएको छ। ढुङ्गा माटा दिनुभएको छ होइन, बालुवाहरू दिनुभएको छ होइन, पृथ्वीमा जग्गा जमिनहरू दिनुभएको छ। त्यसलाई कसरी युज गर्ने, त्यसलाई कसरी गर्ने, त्यो त आफ्नो ठाउँमा छ। यो पृथ्वीमा यो संसारभरि प्रभुले के दिनुभएन नि, संसार सृष्टि गर्नुहुने परमेश्वरले सबै कुरो बनाइदिइसक्नुभयो। अब त्यसलाई चाहिँ हामीले युज गर्नको लागि हामीसँग योग्यता छ कि छैन, हामीसँग त्यहाँसम्म पुग्नको लागि लक्ष्य छ कि छैन, साँच्चै नै होइन। अब मैले त यो यसो विचार गर्दा मलाई कतिले सोचे होला ठुल्ठुलो कुरा गर्छ यसले भनेर, तर म आफै पनि ठुलो व्यक्ति होइन, म आफै पनि धनी व्यक्ति होइन, म एकदम निर्जब हो, गरिबी हो र मसँग पनि प्रशस्त धन सम्पत्ति छैन। म पनि एकदमै गर्छु किनकि म प्रभुलाई विश्वास गर्छु, तर म धन सम्पत्तिको लागि होइन, उहाँले पाप क्षमाको लागि, मुक्तिको लागि र अनन्त जीवनको लागि र मृत्युपछि उहाँसँग नयाँ जीवन, उहाँको स्वर्गीय राज्यमा प्रवेश गर्न र उहाँको त्यो अनन्त जीवन भनेको चाहिँ, अनन्तको जीवन भनेको चाहिँ के हो भने मानिस मृत्यु भएको पछि पनि फेरि ऊ पुनरुत्थान हुन्छ। पुनरुत्थान भइसकेपछि अनन्त जीवन पाउँछ। आज संसारका मान्छेले त अनन्त जीवन पाउँछ भने त किन मर्छस्? आज परमेश्वरले अनन्त जीवन दिन्छ भने त कतिपय मान्छे मरिरहेको छ, तिनीहरूले अनन्त जीवन पाउनुपर्ने होइन भन्छ। तर वास्तवमा होइन। हामी बच्चा छौँ, बच्चाबाट हामी युवा हुन्छौँ, युवाबाट हामी बुढेसकाल लाग्छौँ, हामी मृत्यु हुन्छौँ र हामी मरिसकेपछि हाम्रो आत्मालाई चाहिँ प्रभुले लाने हो। त्यो चाहिँ अनन्त जीवन हुन्छ। नरकको आगो छ र यता अथलकुण्डको आगो छ। नरकको कुण्ड अथलकुण्ड एउटै हो र उता परमेश्वरको विश्राम क्षेत्र छ। जब हामी मृत्यु भइसकेपछि उहाँले पृथ्वीमा गरेका गल्तीहरू, पृथ्वीमा गरेका पापका कुराहरू सबै केलाएर चाहिँ त्यहाँ थाहा भइसकेका हुन्छ। जीवनको पुस्तकमा नाम लेखिसकेका हुन्छ। जसको पुस्तकमा जीवनको पुस्तकमा नाम लेखिएको छ ती व्यक्तिहरू चाहिँ विश्राम क्षेत्रमा लानुहुन्छ र नलेखिएकाहरू चाहिँ अथलकुण्डमा जान्छ। भनेपछि त्यो आगोको कुण्डमा, त्यो जलिरहेको आगोको भ्रममा, त्यो आगोमा जल्नुभन्दा परमेश्वरको राज्यमा, परमेश्वरले तयार पारेको विश्राम क्षेत्रमा चाहिँ जानको लागि चाहिँ हामीले चाहिँ विश्वास गरेको, यानि कि विश्वास गरेको। यो अनन्त जीवन भनेको चाहिँ हामी मृत्युपछि पनि फेरि उहाँले पुनरुत्थान गराउनुहुन्छ। जब उहाँको अन्तिम दिनमा, उहाँ जब पृथ्वीको अन्तिम दिनमा चाहिँ जब उहाँ आउनुहुन्छ तब उहाँले फेरि हामीलाई पुनरुत्थान गर्नुहुन्छ। जति पनि मरेका छन् ती सबैलाई पुनरुत्थान गर्नुहुने हो। अनि त्यसपछि उहाँले शरीर दिनुहुन्छ। अनि शरीर दिइसकेपछि उहाँले महिमित शरीर पनि बनाउनुहुन्छ र कतिलाई महिमित शरीर दिनुहुन्छ, कतिलाई नरकुण्ड फाल्नुहुन्छ। यो चाहिँ एकदमै अचम्मको छ। अहिले पृथ्वीमा यो कतिले पत्याउँदैन, यो साँच्चै नै हुन्छ। उहाँले पुनरुत्थान गराउनुहुन्छ। पुनरुत्थान भनेको मरिसकेकाहरूलाई फेरि जीवित गराउनुहुन्छ। हामी मरिसकेका हुन्छौँ, फेरि हाम्रो शरीरलाई फेरि कहाँबाट ल्याउने हो, जोड्ने हो थाहा छैन, हामीलाई फेरि निकाल्नुहुन्छ अनि हामीलाई महिमित शरीर दिनुहुन्छ। त्यो महिमित शरीर भनेको कहिल्यै नमर्ने शरीर, कहिल्यै पनि मर्नु पर्दैन, कहिल्यै चिन्ता हुँदैन, कहिल्यै फिङ्की हुँदैन, कहिल्यै डर तलाब केही हुँदैन, आनन्द हुन्छ। त्यो बेला त्यो जीवनको लागि नै आज हामीले येशू ख्रीष्टलाई विश्वास गर्नु पर्यो। अनि येशू ख्रीष्टले पनि हामीलाई त्यो बाटो देखाउन आउनुभयो र येशू ख्रीष्टलाई हामीले विश्वास गर्नु अर्थ हामी त्यो कारणले चाहिँ हो है। त्यसै गरेर आज यहाँ प्रभुले भन्नुभयो कि बाइबलमा मत्तीको 24 अध्यायमा यहाँ भनिरहनु भएको छ है। यहाँ उहाँले के भनिरहनु भएको छ भने ठाउँ ठाउँमा अनिकाल हुनेछ, भूकम्प जानेछ भनिरहेको छ। तपाईँहरूलाई थाहा छ आज अनिकाल भइरहेको छ, भूकम्प ठाउँ ठाउँमा गइरहेको छ। हामीले यो बाइबलले देखाए अनुसारको भूकम्प ठाउँ ठाउँमा गइरहेको छ। देश देशमा भूकम्प गइरहेको छ, ठाउँ ठाउँमा भूकम्प गइरहेको छ होइन। अनिकाल ठाउँ ठाउँमा भइरहेको छ, महामारी ठाउँ ठाउँमा भइरहेको छ। महामारी पनि त्यत्रो भइसक्यो होइन। त्यसै गरेर अनि उहाँले भन्नुभएको छ युद्धहरूको हल्ला, युद्ध पनि ठाउँ ठाउँमा भइरहेको छ। अति भर्खर युक्रेन र रुसको युद्ध भएको छ होइन। त्यसै गरेर इरान र इजरायलको युद्ध भयो। त्यसै गरेर विभिन्न देश देशमा युद्ध पनि भइरहेको छ। त्यसै गरेर युद्ध भइरहेको छ। अनि जात जातिको बिचमा पनि भेदभावको कुराहरू भइरहेको छ। त्यसपछि अर्को कुरा भनेको धर्मको विषयमा पनि न्यु खोज्ने कुराहरू भइरहेको छ। त्यसै गरेर अर्को कुरा भनेको मानिसको लोभ र लालसाले गर्दा मानिसलाई गरी खान नदिने बाटो पनि बनाइरहेको छ। त्यति मात्र नभएर व्यापार व्यवसाय पनि घट्दै गइरहेको छ। तपाईँ हामी आज हेर्छौँ भने
आज व्यापार व्यवसाय पनि घट्दै गइरहेको छ। जागिर खानेलाई जागिर खानेमै समस्या छ, व्यापार व्यवसाय गर्नेलाई व्यापार व्यवसायमा समस्या छ हैन। त्यसै गरेर अनि प्राकृतिक कुराहरू हेर्ने हो भने प्रकोपहरू हेर्ने हो भने बाढी पहिरो यो प्रकोपहरू कहिले केले गर्दाखेरि पनि धेरै समस्या परिरहेको छ। त्यसले गर्दा आज यहाँ बाइबलमा लेखिएको प्रश्नहरू एक एक गर्दै पुरा हुँदै गइरहेको छ है, पुरा हुँदै गएको छ। बिस्तारै बिस्तारै यी घटनाहरू हाम्रै आँखा अगाडि देखा पर्न थालिसकेको छ। यहाँ प्रभुले भन्नुभएको छ मानिसले चाहिँ रुपियाँ र पैसामा चाहिँ जाँचो गर्नेछ, आफन्तको प्रेम पनि सेलाएर जानेछ। आज पैसा छैन त मानिसले कसैले वास्ता गर्दैन। जो व्यक्तिसँग पैसा छ सबैले छेप्छ, उसँग सबैजना अघि बढ्छ। तर जो व्यक्तिसँग पैसा छैन नि उसलाई मान्छेले थुकेर हिँड्छ। यो आँखै अगाडि देखिरहेको छ। प्रभुले भन्नुभएको छ अन्तिम दिनमा मानिसहरू धनमा बढी केन्द्रित हुनेछन्, रुपियाँ पैसामा बढी लाग्नेछन्, मानिसको प्रेम सेलाएर जानेछ। साँच्चै नै आज ती कुराहरू भइरहेकै छ, तपाईँ हाम्रै अगाडि देखा परिरहेको छ। रुबेन ब्रदर मैले आजभन्दा धेरै वर्ष पहिले पनि केही कुराहरू भनेको थिएँ, यस्तो यस्तो हुन्छ, क्रिस्ट आउने बेलामा यो हुन्छ भनेर। साँच्चै नै उहाँको आउने दिन भनेर त हामीलाई ठ्याक्कै यो दिन आउनुहुन्छ भनेर त हामी भन्न सक्दैनौँ। तर बाइबल अनुसार चाहिँ पितालाई बाहेक पुत्रलाई पनि थाहा छैन। उहाँको आउने दिन चाहिँ पितालाई बाहेक पुत्रलाई पनि थाहा छैन। उहाँले के भन्नुभएको छ भने यहाँ नोकरको अर्थ दिनुभएको छ। जब एउटा मालिक आउँदाखेरि त्यो नोकरले चाहिँ काम गरिरहेको राम्रोसँग गरिरहेको छ भने मालिकले आएर उसलाई इनाम दिन्छ, राम्रो गर्छ, आशिष दिन्छ। तर मालिक चाहिँ बाहिर गयो, अब नोकरलाई काम अराएर गउँछ, नोकरले चाहिँ आफूसँग काम गर्नेलाई नि मतवाला पिउन खोज्छ, रक्सी खुवाउँछ, पिउँछ होइन, नराम्रो गर्छ, पिट्छ भने चाहिँ त्यो मालिक कतिखेर आउँछ त्यो कसैलाई पनि थाहा हुँदैन। त्यो आइपुगिसकेपछि उसले के गर्छ, उसलाई सजाय दिन्छ, उसलाई घरबाट निकालिदिन्छ। त्यस्तो हुन्छ भनेर चाहिँ यहाँ उदाहरण दिएको छ, यहाँ एउटा व्याकरण दिएको छ। साँच्चै नै आज हामीले पनि हाम्रो परमेश्वरलाई उहाँ आउनुहुन्छ कि उहाँ आउनुहुन्न कि कहिले आउने भनेर जे मनलाई त्यही गरेर बसेर चाहिँ हामी काम छैन। तर उहाँ आउनुहुन्छ भन्दा पनि हामीले चाहिँ कसरी मान्नु पर्यो भने उहाँले सिकाउनु भएको कुरालाई ध्यान दिन सक्यौँ भने र उहाँले भन्नुभएको कुरालाई ध्यान दिन सक्यौँ भने चाहिँ हामी उहाँ आउँदाखेरि हामीलाई सफलता हुन्छ, यानि कि हामी पनि उहाँसँग रहन सक्छौँ। आज धेरै विश्वासीहरूमा पनि धेरै कुराहरू फेला पारिन सकिन्छ। आज धेरै व्यक्तिहरूमा पनि आफ्नै स्वार्थीपनको कुराहरूमा फेला पारिन सकिन्छ। मान्छेले खेलाउन बनाइरहेको जस्तो देखिन्छ। आज धेरै व्यक्तिहरूले मान्छेलाई खेलाउन मात्रै बनाइरहेको छ अनि धेरै स्वार्थीपनहरू मात्रै भइरहेको छ। आज साँच्चै नै यो स्वार्थीपनहरूबाट चाहिँ टाढा रहन आवश्यक छ। किनभने परमेश्वर चाहिँ यो स्वार्थीपनलाई होइन, परमेश्वर चाहिँ यो अचम्मको कुरो के छ भने परमेश्वरले चाहिँ मानिसलाई नराम्रो हुनको लागि होइन, राम्रो हुनको लागि सिकाउनुहुन्छ। परमेश्वरले चाहिँ मानिसको जीवनलाई राम्रो हुनको लागि सिकाउनुहुन्छ। हाम्रो शरीरमा पनि, शरीरको कुरामा पनि छ र हामी मृत्यु भइसकेपछि आत्मिक कुरालाई पनि उहाँले ध्यान दिनुहुन्छ। विशेष गरेर चाहिँ आत्मिक कुरालाई पनि उहाँले जोड दिनुभएको छ। यो एकदम राम्रो कुरो छ। त्यसले गर्दा आज यो मत्ती पुस्तकमा भएका घटनाहरू चाहिँ पुरा हुँदैछन् है भनेर म तपाईँहरूमा आज भन्दैछु। पुरा हुँदैछन्। कसरी पुरा हुँदैछन् भने ठाउँ ठाउँमा कहीँ भूकम्प गइरहेका छन्, कहीँ महामारी भयो, अस्ति भर्खर त्यत्रो महामारी